अहिलेको गठबन्धनबाट हिजो हामीले अघि सारेका सबै जनताका पक्षका रणनीतिक योजनाहरू काटिएको छ। दलित, महिला, आदिवासीसँग सम्बन्धित, रिटर्नीसँग सम्बन्धित जे जति कार्यक्रम राखिएको ती सबै काटिएको छ। तपाईँ यहाँ 1 नम्बर प्रदेशका सबै नेताहरू पनि यहाँ उपस्थित हुनुहुन्छ, धेरै जसो चलि नै राखेको छ र हामीले त्यसको प्रतिवाद गरि नै राखेका छौँ। अहिले भर्खरै तपाईँले हेर्नुभयो भने अधिवेशन, संसद अधिवेशन अवरुद्ध थियो। हिजो हामीले सरकारले अध्ययन छानबिन गरेर 1 महिनाभित्र चाहिँ समिति बनाएर जान तयार भएपछि हामीले अब यति भएपछि अधिवेशन खोलेर बहस गर्न जरुरी छ, किनकि जनताका मुद्दा त्यहाँ सदनभित्र छन्। म तपाईहरुलाई विशेष रूपले भन्न चाहन्छु, हाम्रो पहिलो कुरा त संघीय निजामती ऐन हामीले म प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर सदनमा पुर्याएको, त्यो अब अन्तिम चरणमा छ। त्यसलाई पारित गरिसक्नु छ, संघीयतालाई सुदृढ गरेर त्यो जिम्मेवारी पनि हाम्रो छ। तपाईलाई थाहा छ, विद्यालय शिक्षा ऐन मैले प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर लाखौं शिक्षक कर्मचारीहरूको भावनालाई प्रतिनिधित्व गर्दै विधेयक बनाएर सदनमा लगेको, त्यो अन्तिम चरणमा छ। लाखौं शिक्षक अब त्यो ऐन के हुन्छ भनेर देशभरि हेरेर बसेका छन्। कांग्रेस र एमाले प्रति शिक्षकहरूलाई विश्वास छैन। कांग्रेस र एमाले प्रति प्रादेशिक सरकारहरूलाई पनि विश्वास छैन। माओवादीले जिम्मा लिनुपर्छ भन्ने छ र तपाईँ हामीले के बुझ्न जरुरी छ भने माओवादीकै कारणले नै विद्यालय शिक्षा ऐन पुगेको हो सदनमा। त्यो ऐन छलफल गरेर टुङ्ग्याउने जिम्मेवारी पनि माओवादी केन्द्रको छ। दोस्रो, तेस्रो कुरा, नागरिकता ऐन अन्तिम नागरिकताको समस्या म प्रधानमन्त्री हुँदा 1 हदसम्म समाधान भयो, तर अहिले विदेशमा भएका देशभित्रै भएका नागरिकहरूको पनि यही समस्या अहिले विधेयक छ, त्यसलाई टुङ्ग्याउनु पर्ने आवश्यकता छ। यो सबै कारणले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्नु भनेको, सदन अवरोध गराएछ गर्नु भनेको संघीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारे विषय बहस हुन नदिनु, जनताका मुद्दाहरू थापिराख्नु हुन जाने भयो। त्यसो भएपछि हामीले त कहीँ न कहीँ सरकारलाई 1 हदसम्म छानबिनको निम्ति बाध्य पारेर 1 महिनाभित्र समिति बनाएर गर्छौँ भन्ने बाध्य पारेपछि राष्ट्र र जनताको बृहत हितका निम्ति हामीले गरेको हो। तर एक थरी मान्छेहरू ल खत्तम भयो, चाँदै डुब्यो, आकाशै खस्यो, धरती नै भाँसियो जस्तो गरेर बिल्कुल वाहियात कुरा हो। हाम्रो पार्टी मात्रै होइन, हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व र अपनत्व लिने पार्टी हो, यसको रक्षा गर्ने मूल पार्टी पनि हो। हामीले थुप्रै यसको निम्ति आवश्यक ऐनको पहल हामीले गरेको हो, त्यसलाई त्यहाँबाट पास गराउनु छ। त्यसको ठेक्का र जिम्मा हामी कांग्रेस र एमालेलाई छोड्न सक्दैनौँ। हामी त्यसमा बहस गर्न चाहन्छौँ। यति कुरा तपाईहरुले बुझ्नु।
गर्छ